लेग एक्सटेन्सन एक्सर्साइज चाहिँ तपाईँको क्वाड्सको लागि एकदम राम्रो हो। अनि तपाईँले चाहिँ जहिले पनि डबल लेग नगर्नुहोस्। सिङ्गल लेग एक्सर्साइज गर्दाखेरि चाहिँ तपाईँको अर्को बेनिफिट के हुन्छ भन्दाखेरि यदि तपाईँको स्ट्रेन्थमा डेफिसिट छ भने तपाईँले त्यो आइडेन्टिफाई गर्न सक्नुहुन्छ। सो फ्रम द एक्सपिरियन्स के एडभाइस गर्छु भनेदेखि तपाईँले जहिले डबल लेग नगर्नुहोस्, सिङ्गल लेग पनि गर्नुहोस्। सो द्याट तपाईँको यदि कुनै कमजोरीहरू छ भने, कुनै प्रब्लमहरू छ, कुनै डेफिसिटहरू छ भने तपाईँले सजिलै त्यसलाई आइडेन्टिफाई गर्न सक्नुहुन्छ। सो द्याट देन यु क्यान प्रोग्रेस ग्रेजुअली इन अर्डर टु अभोइड होइन तपाईँको फ्युचर इन्जुरिजहरू। किनभने त्यसरी नै हाम्रो इन्जुरीहरू हुन्छ यदि हामीले चाहिँ त्यो डेफिसिटहरूलाई चाहिँ आइडेन्टिफाई गरेर चाहिँ एड्रेस गरेनौँ भने। एक्सर्साइज गर्दाखेरि इफेक्टिभ बेनिफिटको लागि अन द वे अप चाहिँ तपाईँको मेक स्योर नी इज फुल्ली लक्ड, अनि अन द वे डाउन चाहिँ अन्डर कन्ट्रोल गर्नुहोस्। सो द्याट यु आर नट अभोइडिङ फुल्ली इसेन्ट्रिक फेज अफ द एक्सर्साइज। तपाईँको चाहिँ मसल बल्कको लागि एम गर्नुभएको छ भने 8 to 12 रेप्स 3 सेट्स गर्न सक्नुहुन्छ डिपेन्डिङ अन तपाईँको फिजिकल एबिलिटी। अल्सो स्ट्रेन्थको लागि तपाईँले चाहिँ वेट धेरै उचाल्नुहोस् तर थोरै रेप्स गर्नुहोस्। र यदि तपाईँले इन्डोरेन्स गर्ने प्लान गर्नुभएको छ सो द्याट तपाईँको मसलको चाहिँ इन्डोरेन्स क्यापेसिटी बढाउने तपाईँको मेन एम छ भने तपाईँले 12 to 20 रेप्स गर्न सक्नुहुन्छ। फर इक्जाम्पल 2 to 3 सेट्स लाइट वेटमा। इन्डोरेन्स रेप रेन्ज चाहिँ प्रायः जसो इन्डोरेन्स एथलिटहरूले युज गर्छ। प्लस एट द सेम टाइम इन्जुरी रिकभरीको अर्ली स्टेजमा पनि यो इन्टरभेन्सन चाहिँ एप्लाई हुन्छ, जसले गर्दा चाहिँ हामीले ग्रेजुअली मसलको स्ट्रेन्थ इन्डोरेन्स इम्प्रुभ गर्छौँ। अनि फ्रम देयर फर्दर प्रोग्रेसन अफ द ट्रेनिङ चाहिँ डिपेन्डिङ अन द इन्डिभिजुअल आउटकम गोल्स, अनि त्यो अनुसार चाहिँ वी मेक द ट्रेनिङ प्रोग्राम एन्ड प्रोग्रेस फ्रम देयर।